वेट आई वाज भेरी रङ अबाउट इट अन्टिल आई ट्राइड बाई माइसेल्फ। मलाई लाग्थ्यो मलाई अनदीको यो लट्टे चाहिँ कहिले पनि बनाउनै आउँदैन अनि म बनाउँदा पनि बनाउँदिनँ। किन भन्दाखेरि मैले चाहिँ मम्मीहरूले अनि आमाहरूले बनाएको देख्थेँ अनि उहाँहरूले सिक्न भन्दाखेरि मैले योभन्दा अगाडि सिक्न पनि खोजिनँ अनि बनाएको पनि थिइनँ अनि मलाई आइडिया पनि थिएन। अनि नर्मली मान्छेहरूले चाहिँ यो लट्टे बनाउनुभन्दा अगाडि चाहिँ चाम्रे पनि भन्छ यसलाई, हाम्रोतिर चाहिँ लट्टे भन्ने भएर लट्टे नै भनिरहेको छु मैले। अनि 2-3 घन्टा अगाडि भिजाउनुहुन्छ तर मैले कम्प्लिटली 2 दिन भिजाएको थिएँ। अनि घरमा चाहिँ म बनाऊँ कि नबनाऊँ भन्थेँ तर घिउ रहेछ त्यही भएर मैले बनाउने डिसिजन लिएँ। अनि त्यो दिन मैले चाहिँ चिनीको ठाउँमा चाहिँ मैले सक्खर युज गरेको थिएँ, भेली पनि भन्छ त्यसलाई। अनि त्यो दिन चाहिँ यति मिठो भएको थियो नि, मैले चाहिँ यो सक्खर तातो पानीमा तताएर छानेर अनि त्यो चाम्रेमा हाल्दै छोप्दै बनाएको थिएँ। मैले योभन्दा अगाडि बनाएको पनि थिइनँ अनि कस्तो हुन्छ पनि मलाई थाहा थिएन तर लास्टमा यति मिठो भएको थियो नि। मैले 4जनाको लागि बनाएको थिएँ अनि 4जनाले यस्तो मिठो मानेर खाइदिनु भयो। अनि मैले यसको लागि तरकारी पनि बनाएको थिएँ, त्यसको रेसिपी चाहिँ अर्को